साथीहरू, इटिभी 2027 बन्द हुने हल्लाका बीच अहिलेसम्म खुल्न सकेको छैन। इटिभी बन्द गर्ने सम्बन्धी विधेयक पनि अमेरिकी संसदमा अलपत्र छ। विभिन्न वेबसाइटमा आएको समाचार अनुसार अब चाँडै नै डिभी खोल्नका लागि उसले वेबसाइट अपडेट गर्दैछ, जसमा $1 शुल्क पनि तिर्न मिल्ने गरी वेबसाइटलाई चाहिँ अपडेट गरिरहेको हुनुपर्छ। पासपोर्ट चाहिन्छ वा चाहिँदैन भन्ने कुरा चाहिँ अहिलेसम्म फिक्स भइसकेको छैन। यद्यपि डिभी भर्नको लागि तपाईसँग के डकुमेन्टहरू चाहिन्छ त? नम्बर 1, तपाईँ नेपाली नागरिक हुनुपर्छ। नम्बर 2, तपाईँले चाहिँ 10+2 पास गरेको हुनुपर्छ। नम्बर 3, हालचालै खिचिएको रङ्गीन साइजको फोटो 600x600 पिक्सलको चाहिँ हुनुपर्छ। नम्बर 4, त्यसपछि तपाईँका व्यक्तिगत विवरणहरू जस्तै पुरा नाम, थर, जन्ममिति, बसोबास गरिरहेको ठाउँको ठेगाना, पोस्टल कोड, इमेल, फोन नम्बर लगायतका विभिन्न विवरणहरू चाहिँ थाहा हुनुपर्छ। खुल्छ भनेको धेरै भइसक्यो, अब कहिले खुल्छ त? यसको लागि केही समय पर्खिनुपर्छ। त्यो अपडेटको लागि चाहिँ मेरो युट्युब च्यानल र टिकटकलाई चाहिँ फलो गरेर राख्नुहोला।